हेलो एभ्रिवान, नमस्ते। यो भिडियो पनि हामी कुबन पार्क घुम्नु गएको दिनकै हो। त्यो सँगै भिडियो मैले किन नबनाउनुको कारण चाहिँ लामो हुन्छ भनेर चाहिँ मैले यो भिडियो अलग से बनाएँ। गाइस, यहाँनिर म चाहिँ भिडियो बनाइ माग्दै थिएँ, अनि मेरो हस्बेन्ड चाहिँ त्यहाँनिर बसिरहनु भएको थियो नि त। यहाँनिर आउनु परेन, अल्छी लाग्दो नबनाउनु त भनिरहेको थिएँ साथीहरू। अन्त यहाँ भिडियो बनाइदिनु भयो। फेरि पछाडि हेर्नुहोस् न को आएर बसिरहनु भएको रहेछ हो। अन्त आयो है भन्दै थिएँ। अन्त मेरो बुढाको पनि भिडियो बनाइदिएँ। फेरि उसले मेरो पनि बनाइदिनु भयो। म जाँदा जाँदा त्यतै आउनै भन्दै म चाहिँ भनिरहेको थिएँ हो। उसको पनि भिडियो बनाइदिन्छु म भनेको थिएँ नि त। अन्त ऊ चाहिँ हाँस्दै हिँडिरहनु भएको थियो हो। अन्त यहाँको नजारा चाहिँ यस्तो रहेको छ साथीहरू। मलाई त पुरा मन पर्यो, कस्तो राम्रो रहेछ नि त। हामी लास्टमा गएको थियौँ, त्यहाँनिर चाहिँ नानीहरूसँग हामी खेलिरहेको छु, फोटो खिचिदिनु भन्नुहुँदै थियो नि त। अन्त साथीहरू हामी यहाँनिर बस्दा हेर्नुहोस् न, यस्तो लाइटहरू बाल्नु थालिसकेको थियो। अन्त चाहिँ अब चाहिँ हामी गएको साथीहरू एकछिनमा चाहिँ गाइस, अब चाहिँ हामी घर फर्केको। तपाईँहरू हेर्न सक्नुहुन्छ। ओट आयो गएकै, छिटाउने तपाईँहरू पनि गएकै साथीहरू। अब चाहिँ हामी भनेको साथीहरू यो भिडियो चाहिँ मैले अटोमा चढिसकेर गरेको। हेर्नुहोस् न साथीहरू, कस्तो राम्रो देखिरहेको छ। अब झन् यो लाइटहरू बालेपछि झन् राम्रो देख्ने रहेछ। हामी चाहिँ फर्केको गाइस। बाई बाई।